माला लाउन नपाए नि कपडाको चाहिँ माला लाउनु दिँदा हुन्छ है साथीहरू। त्यही फोड निकालेर सफा गर्दैछु म यहाँ। कस्तो पानी परेर यस्तो अहिले त बिरा भएको पानी मिठो भएन। हाई एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। अनि गुड मर्निङ। हाम्रो गुड मर्निङको सुरुवात यस्तो भद्रगोल बाटो भइरहेछ किनभने हामीले घर सफा गर्नु आएको, त्यही भएर। अनि अहिले चाहिँ भ्याइसकेछ, पोसा लाउँदैछु। अनि आज चाहिँ हो सटरडे, ह्याप्पी सटरडे। शनिबारको दिन मेरो यस्तै हुन्छ, कहिले यस्तै गर्दा गर्दा दिन जान्छ हो साथीहरू। अनि अहिले एकछिनमा हामी लुगासुगा धोएर नुहाएर खानासाना खाएर चाहिँ बाहिर जान्छौँ। साथीहरू म यहाँ सफा गर्दैछु। कति धेरै फोहोर थियो यार, सबै फोहोर निकालेर सफा गर्दैछु म यहाँ। कति छिटो टाइम बित्छ हौ, 1:30 भइसक्यो। अहिले भर्खरै 10 बजी थियो, अहिले 1:30 भइसक्यो। बेला खाना खानु लाग्यो। अनि खाना खाएर फेरि उता माथितिर जानु सक्यो, राम बजारमा काम छ। अब म खाना खाएर भेट्छु ल। यहाँ चाहिँ म मम्मीलाई अब कालो लगाइदिन लाग्छु, त्यसको लागि अब टोस्ट गर्नुपर्छ के भन्छ यो। अब मिक्स 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 यो मिक्स मिक्स गर्ने। यसमा पन्जा पाउँथ्यो क्या आज अहिले पाउँदैन। पहिला त पाउँथ्यो, कहाँ पहिला त दिन्थ्यो। रोक न, कालो हुन्छ यो गरेर रेडी भएर जाऊँ है हामी। यतिको जानु, कस्तो यतिको जानु हो त्यता त जानु पर्यो। त्यहाँ तल बस्नु कि तल बस्नु न। अनि मैले कसरी लगाइदिने हो त, तल बसेर मरिकाएर उठ्ने। अनि मैले कसरी लगाइदिने हो त नि तलमा। मिक्स 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 मिक्स। देखो न गाइस, साथीहरू पानी आउन लाग्यो। अब कपडा मनपर्छ, पानी आउन लाग्यो। त्यस्तै हो त्यहाँ सबै पानी आउन लाग्यो। अब चाहिँ कपडा उठाउनु पर्छ। उता जाने भनेको यार, पानी आउन लाग्यो, काहीँ नि गएन। दिनैभरि घरमा बस्दै हल्ला गर्दै ठिक्क हुन्छ हौ सधैँ हामीलाई। त्यही भएर हामी त काहीँ नि गएन साथीहरू। अहिले दोकान जाने हो कि के अरे पानी पर्न लाग्यो। अनि त्यही भएर कपडा उठाइहाल्नु। कपडाको माला लाउने दिन पनि आउँदो रहेछ हौ। अरूको माला लाउन नपाए नि कपडाको चाहिँ माला लाउनु दिन हुन्छ है साथीहरू।
पानी पर्न लाग्छ। अब हामी चाहिँ दोकान जाने हो। अनि चाहिँ अहिले चाहिँ हामी दोकान जान लागेको। अनि आज चाहिँ हामीले बनाउने वाला छौँ भाइरल केक, जुन चाहिँ मैले अस्ति नै युट्युबमा देखेको थिएँ। त्यो भाइरल केक विदेशतिरहरू एकदम भाइरल भएको क्या। अनि त्यो हाम्रो नेपालमा त्यो खुद बनाउन मिल्दो रहेछ नि त। त्यही भएर त्यसको लागि चाहिँ हामी सामान त अरू किनिसक्यौँ। एउटा ब्रेड किन्नु छ अनि अझै भिडियोहरू छ अब के छ। अनि त्यो गरेर किनेर लिएर आउँछु। फाइनली गाइज रेडी भयो। यता देखाउनु ल यता लौटाइदिउँ। यहाँ चाहिँ कस्तो मजाले आहा चाहिँ त्यसलाई पानी डुबा। यो अब फर्स्ट ट्राई हो नि त। लानी रस मिठो भयो त। कस्तो यस्तो पानी परेछ यस्तो अहिले त बिदा भएको पानी। यस्तो पानीमा बाहिर माथि अम्बरसिंह गएर आएर बसेको, कपडा खोलेर सबै हावा उडी लाएर सबै कपडा रुजेर कपडा खोलेर बसेको। अनि खास गरी अम्बरसिंहमा माछा लिनु भनेर निक्लेको, पानी परेर सबै भिजेर अनि कपडा खोलेर बसेको। अब म खाना पकाउँछु अनि खाएर सुत्ने। अनि आजको लागि चाहिँ ब्लग यति नै। थ्याङ्क्स फर वाचिङ। बाई बाई।